हेलो गाइस, ब्याक टु माई न्यू मिनी भ्लग आयो। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। आलुका बट्टा यतातिर सेत्रै भाछन् हैन, भर्खरै लाहान आलु पनि। आलु लागेका छैनन् हजुर हौ। आलु पनि सानै छन्, मकै पनि सानै छन्। यता गहुँहरू हुन्, यतातिर गहुँहरू छ। मेरो नाम नरबहादुर थापा। सबैजनाले मेरो मिनी भ्लग हेर्दै गर्नु होला। यो चाहिँ गहुँ भइहाल्यो। सबैजनाले एकदम रमाइलो भ्यूहरू पनि देखाउने प्रयास गरिरहेको छु। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ सबैजनाले अन्त्यसम्म हेरेर माया गरिदिनु होला भन्न चाहन्छु। यो हो हाम्रो घर। यहाँबाट देखिने भ्यू पनि दामी छ है। लेखतिर मान्छेहरू कोही पनि छैन। हाम्रो घर एकान्त ठाउँमा हुने भएकोले रातिको समयमा चोरहरू आउने र जङ्गली जनावरले पनि केही आक्रमण नगरोस् अनि हामीले घरमा दुईटा कुकुर पालेका छौँ। यिनी कुकुर एकदम चलाक र एकदमै बाठो छन्। यहाँ मौरा आएका रहेछन्। यो मेरो घाँडा हो है। मौराहरू ठिकै चलेको छ नि, पातला पातला ठिकै छन् जोस्। मजाले चरेला। यो चाहिँ हाम्रा खरायोहरू हुन्। यो दुईटा भाले हुन् भने अर्को खाडमा चाहिँ एउटा माउ छ। उसले बच्चा पाएको छ। बच्चा पनि सानसानै नै थिए। 5वटा पाएको थियो। एउटा बच्चा चाहिँ मरेको रहेछ। त्यसले गर्दा 4वटा बच्चा चाहिँ कति क्युट र राम्रा सुन्दर देखिएका थिए। खरायोले खाने भनेको यो पाती घाँस हो। बाटोमा एक्लै भएकोले मैले गीत गाउन पनि सुरु। काठमाडौँ बसेकी स्वर्गकी अप्सरा जसी, काठमाडौँ बसेकी, काठमाडौँ बसेकी स्वर्गकी अप्सरा जसी, काठमाडौँ बसेकी, पाउडर घसेकी उसै हुन् कि बुक्क गाला, पाउडर घसेकी, पाउडर घसेकी उसै हुन् कि बुक्क गाला, पाउडर घसेकी। त्यसो हुँदा म चाहिँ औलो जान लागेको हो। औलो म चाहिँ किन जान लागेको भन्दाखेरि मेरो दादाको चाहिँ राष्ट्रिय परिचय पत्रहरू बनाउनु पर्ने थियो। त्यसैले गर्दा मेरो भाउजू चाहिँ पहिले नै छोडेर जानुभएको हो। त्यसले गर्दा घरमा सानो भतिजी थिइन्। त्यसैले गर्दा कि विवाह दत्ता चाहियो कि डिभोर्स पत्र चाहियो भनेर गाउँपालिकाले मागेपछि हाम्रो चाहिँ दादाको राष्ट्रिय परिचय पत्र नबन्ने भएको हुनाले अब अर्को उपाय केही नलागेपछि चाहिँ छोरीको जन्मदत्ताबाट चाहिँ बनाउन मिल्छ भनेपछि मैले चाहिँ दादालाई लेखबाट चाहिँ मेरो भतिजीको जन्मदत्ता लगेर म चाहिँ औलो गएँ। औलो गइसकेपछि बाटोमा गएँ र त्यसपछि दादाको राष्ट्रिय परिचय पत्र पनि बन्यो। त्यसपछि म भोलि बिहानै लेखाएको थिएँ। अहिले चाहिँ मैले औलो जाँदैन छु, किन भन्दाखेरि भिडियो धेरै लङ हुने भएकोले मैले चाहिँ सबै कुरा यहीँ नै बताएको छु। अर्को भिडियो अहिले बनाउन पाइएन, किनभने गाउँपालिकाभित्र भिडियो बनाउने दिएको पनि थिएन। त्यसले गर्दा अलि चाहिँ मलाई लाज पनि लागेको थियो भने अलि डर पनि लागेको थियो। त्यसले गर्दा मैले चाहिँ त्यतातिरको भिडियोहरू पनि बनाएन। त्यसले गर्दा सबै चाहिँ मैले के गरेँ भनेर मैले यो बाटोमा यही भिडियोमा मैले समाउने प्रयास गरेको छु। सबैजनाले एकदमै भ्युवर पनि बबा लागेको थियो। आजको छोटो र मिठो भ्लग यति नै। अर्को भ्लगमा फेरि भेटौँला।